म राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको अहिले सचिवालयमा छु। विशेष गरेर मैले हजुरलाई के भन्न चाहन्छु भन्दा जुन हजुरले धेरै प्रश्नहरू सोध्नुभयो, धेरै धेरै धन्यवाद छ। जहिले पनि पत्रकार यस्तै पत्रकार चाहिएको छ। अब नेपालमा यस्तै पत्रकार चाहिएको छ जहाँ कालोबजारी भएको छ, जहाँ भ्रष्टाचार भएको छ, जहाँ मानव तस्कर भएको छ, जहाँ 2 नम्बरी भएको छ, जहाँ मेन पावरले ठगेको छ, जहाँ लघुवित्त सहकारीले बिमा इन्सुरेन्सले ठगेको छ, जहाँ लिलाम बिक्री र कालोबजारी र ब्ल्याक लिस्टमा राखिएको छ, त्यस्तो देखाउने हामीलाई पत्रकार चाहिएको छ, त्यस्तो मिडिया चाहिएको छ। हजुरहरू अहिले हाम्रो नेपाली जनताको कुनै पनि हामी हात हतियारले युद्ध गर्न खोजेका होइन। अहिले हामीले सामाजिक सञ्जाललाई नै प्रयोग गरेर हामीले चाहिँ विचार र सिद्धान्तको राजनीति स्थापित गर्न खोजेको, कुनै पैसा र बन्दुक र राजनीति र पावरको राजनीति गर्न खोजेका होइन। जुन कुरा भन्नुभयो हजुरले, जुन अघि भन्नुभयो राज संस्था चाहिँ 240 वर्ष कति 4 वर्ष राज संस्था चल्यो, अनि फेरि चाहिँ तपाईँहरूले केही पनि गर्नु भएन। नागरिकले अहिले सामाजिक अहिले यहाँ के भन्दो रहेछ भन्दाखेरि लोकतन्त्र गणतन्त्रवादीले अहिले के हामीलाई आरोप लगाइरहेको छ भने राज संस्थालाई तिमीहरू राज संस्था हुँदाखेरि केही पनि गरेनौ, अहिले तिमीहरूको हातमा मोबाइल छ, हातमा सञ्चार छ, हातमा खानेपानी छ, हातमा हरेक कुराहरू छ भन्नुभएको छ। हामीले यो खोजेको राज संस्थाको पालामा खाने पानीको पैसा हामीले तिरेको थियौँ, राज संस्थाको पालामा हामीले पढ्ने बेला हामीले पैसा तिरेको थियौँ, राज संस्थाको पालामा हामी विदेश जान परेको थियो, राज संस्थाको पालामा हामीले 2 नम्बरी सामानहरू किन्न परेको थियो, खाद्य वस्तुहरू प्लास्टिकको चामल हामीले खान परेको थियो, विदेश हामीले स्वदेशमै उत्पादन गरेर हामी खाने हामी हैसियतका नागरिकहरू भइसकेका थियौँ। मेरो पाहाडको जुम्ला तपाईँ यहाँबाट हिँडेर जानुहुन्छ त जुम्ला? अब नाइ सुन्नु, त्यतिखेर पनि पुर्खाहरूले 1 महिना लाएर हिँड्थे तर शान्ति थियो, बाटोमा चाहिँ कुनै चोरी डकैती थिएन। जबसम्म 62-63 को जनआन्दोलनपछि 51-52 सालबाट जनयुद्ध भयो, त्यसपछि हो हामीले माओवादीले केही गर्ला, माओवादीले गाउँमा भनेको थियो हामीलाई, हामी विद्यार्थी हुँदाखेरि हामीले के थियो तपाईँहरूलाई चाहिँ स्वास्थ्य निस्कुल हुन्छ, शिक्षा निस्कुल हुन्छ, जातपात भन्ने छैनौँ, सबैलाई सम्मान व्यवहार गर्नेछौँ, सबैको सम्पत्ति बराबर गर्नेछौँ भनेको थियो। सुन्नु न, अहिले धर्मनिरपेक्षता ल्यायो, तपाईँको दलित किन जातपात छैन, दलितलाई किन कोटा दिइरहेछ? मन्त्री छ तर के हो भन्दाखेरि हामीले जातीय विभेद, हामीले राजनीति गर्न खोजेको धर्मको आधारमा र जातको आधारमा होइन, भूगोलको आधारमा राजनीति गर्न खोजेको होइन, हामीले अवस्था र व्यवस्थाको आधारमा हामीले राजनीति गर्न खोजेको। अब केही पनि छैन। अब सुन्नुहोस्, अहिले यिनीहरू आइसकेपछि कति बैङ्गोटा, कति लघुवित्त, कति सहकारीहरू खोले, यिनीहरूले कति मेन पावरहरू खोले, यिनीहरूले कति डिस्को डान्स बारहरू खोले, कति यिनीहरूले चाहिँ वेश्यावृत्ति वेश्यालयहरू खोले र नेपाली नागरिकहरूलाई अहिले पनि काठमाडौँमा सुन्नुहोस्, अहिले पनि काठमाडौँका म भन्न चाहन्छु एकछिन सुन्नु, काठमाडौँका हरेक वेश्यावृत्ति नेपाली नागरिकहरू विदेशमा बेच्ने र विदेशमा पनि वेश्यावृत्ति गर्ने र नेपालका पनि म भन्दैछु। सुन्नुहोस्, काठमाडौँ होइन म भन्दैछु, यो भ्रष्टाचारी सरकारले वेश्यावृत्ति नगर्ने भए संसदमा गएर यो धन्दालाई चाहिँ खुल्ला गर्नु भन्नु पर्थ्यो। काङ्ग्रेसी गठबन्धनको चाहिँ सांसदले त्यस्तो भन्न, त्यसले वेश्यावृत्ति गर्न खोजेको। सुन्नुहोस्, अहिले पनि एकछिन सुन्नुहोस्, काठमाडौँ, भक्तपुर, ललितपुर हामी म भन्छु डिस्को र डान्स बार दोरी र रेस्टुरेन्टहरू सबै ठाउँमा प्रत्येक पसलमा महिलाहरू हटाउनुपर्छ, सबै ठाउँमा केटाहरू राख्नुपर्छ। तपाईँको चाहिँ होइन, सरकारको तपाईँको मन्त्रीले नेपाली अस्ति सुन्नु भएन, नेपाली काङ्ग्रेसको सांसदले चाहिँ फिर्ता माग्ने सांसद त्यसको संसद पद चट हुनुपर्छ र त्यो पार्टीबाट मात्रै होइन देशबाट निकाला हुनुपर्छ। त्यसलाई हामी झुन्ड्याएर हामीले नाकै बनाएर किला ठाउन तयार छौँ। हामी त्यसको नाम लिस्टमा राखेका छौँ। त्यसले हाम्रो नागरिकहरूलाई महिलाहरूलाई चाहिँ यो धन्दा गरौँ, पर्यटनलाई बढाउँ। नेपालमा केही देखेन, नेपालमा हरेक कुरामा चाहिँ व्यापारीकरण हामीले गर भनेको होइन, हामीले व्यापारीकरण मन परेको छैन। गणतन्त्रको भत्ता खाएर गणतन्त्रको गाडी चढेर तपाईँ रापरपा सांसदहरू हजुर सिंहदरबार जाने, भत्ता खाने, गाडी चढ्ने गणतन्त्रको राजा अवसरको फ्रुटासी राजा। सुन्नुहोस्, म रापरपाको मान्छे होइन, म राष्ट्रवादी हो, म रापरपा। अब यो हाम्रो यो आन्दोलन भनेको 1300 जना आन्दोलन। सुन्नुहोस्, हामीले भनेका छौँ रापरपाका सबै साथीहरूले सडकमा आउनुहोस्, भोलि हाम्रो निर्णायक दिन हो, भोलिबाट उहाँहरूलाई हामीले पनि भनिसकेका छौँ तपाईँहरू अब सडकमा आउनुहोस्, संसदमा होइन सडकमा आएर हामी एकजुट भएर चाहिँ यो अवस्था र व्यवस्था परिवर्तन गरौँ हामीले भनिसकेका छौँ। र हामी अब राष्ट्रिय झन्डामा आउने हो, कुनै रापरपाको हलोमा, कुनै अर्को चाहिँ मादलमा, कुनै अर्को रुखमा आउने होइन। हामीसँग काङ्ग्रेस, माओवादी, एमालेका साथीहरू सबै आफ्नो पार्टी परित्याग गरेर राष्ट्रिय झन्डामा आइसक्नु भएको छ। र हामीले उहाँहरू राष्ट्रवादी सबै आइसक्नु भयो। नै उहाँहरू सब त्यही त आज हाम्रो यहाँ मिटिङ भएको छ स्मार्ट पार्टी प्यालेसमा। आज हाम्रो भोलिको लागि राष्ट्रवादीहरूको चाहिँ एकजुट भएर आन्दोलन गर्ने, त्यसपछि हामी लगातार हामी आन्दोलनलाई चाहिँ
अगाडि बढाएर चाहिँ यो अवस्था र व्यवस्था परिवर्तन गर्ने, नागरिकको 20 लाखभन्दा मुनिको ऋण मिना गर्ने र नागरिकहरूलाई नेपालमै बस्ने वातावरण सिर्जना गर्ने, यो सनातन वैदिक धर्म हिन्दू राष्ट्र कायम गर्ने संहिता खारिज गर्ने, भ्रष्टाचारी प्रधानमन्त्री मन्त्रीहरूलाई जेलमा हाल्ने र सम्पत्ति छानबिन गर्ने। थ्याङ्क यू सो मच। हामीले भनेका छौँ आउनुहोस्, हामीले काठमाडौँ, भक्तपुर, ललितपुर लगायत सम्पूर्ण नागरिकलाई पत्रचार गरिसकेका छौँ। फेरि पनि हजुरलाई निमन्त्रणा गरेका छौँ। भोलि काठमाडौँ चैत्र 15 गते शुक्रबार काठमाडौँ 3 कोनेमा 10:30 बजे आउन अनुरोध गर्दछु। नमस्कार, जय राष्ट्रवाद, जय नागरिक।